सो फिजिक्सको भयो, केमिस्ट्रीको भयो, अब दाइ बायोलोजीको चाहियो भनेर तिमीहरूले डिमान्ड गरेको थियौ र आजको भिडियोमा बायोलोजीकै कुराहरू हुनेछ जसमा कुन क्वेसनहरू एकदमै इम्पोर्टेन्ट छ, कुन कुराहरू एक्जाममा आउने एकदमै हाई प्रोबेबिलिटी छ र कुन च्याप्टरबाट कति मार्क्स आउँछ र कुन कुन कुराहरू कुन च्याप्टरको धेरै फोकस गर्दा राम्रो हुन्छ भनेर आजको भिडियो हुनेछ। र भिडियो चाहिँ राम्रो लागेमा सब्सक्राइब गर्न, लाइक गर्न चाहिँ नबिर्सिनु। यसले चाहिँ मलाई मोटिभेट गर्छ अरू नयाँ नयाँ भिडियो बनाउनु। सो सिधै टपिकमा जाऊ के। सो क्लास 11 मा चाहिँ बायोलोजी मेनली के हुन्छ त 75 मार्क्सको हुन्छ हैन। त्यसमा चाहिँ के हुन्छ 37 चाहिँ बोटनीबाट हुन्छ एन्ड 38 मार्क्स चाहिँ फ्रम जुलोजीबाट हुन्छ। ओके, एन्ड बोटनीमा भनेको के हुन्छ त हाम्रो बायोमोलिक्युल्स एन्ड सेल बायोलोजी, फ्लोरल डाइभर्सिटी अनि इन्ट्रोडक्टरी माइक्रोबायोलोजी, इकोलोजी, भेजिटेसन, जसको चाहिँ यहाँ मार्क्सहरू चाहिँ यो साइडमा तिमीहरूले देख्न सक्छौ हैन कति कति मार्क्सको छ क्वेसनहरू सोधिन्छ भनेर। आई होप तिमीहरूलाई क्लियर देखिरह होला। एन्ड जुलोजीबाट चाहिँ हाम्रो के च्याप्टरहरू हुन्छ इन्ट्रोडक्सन अफ बायोलोजी, एभोल्युसनरी बायोलोजी, फाउनल डाइभर्सिटी, बायोटा एन्ड इन्भाइरोमेन्ट एन्ड कन्जर्भेसन अफ बायोलोजी। एन्ड यिनीहरूको पनि यो साइडमा मार्क्स डिभिजन गरिदिएको छ कुन च्याप्टरबाट कति मार्क्स पाउँछ भनेर। सो फर्स्ट हामी जान्छौँ के बोटनीमा। बोटनीको पनि फर्स्ट च्याप्टर द्याट इज मोलिक्युल एन्ड सेल बायोलोजी जसको चाहिँ 9 मार्क्स हुन्छ। ओके, एन्ड त्यसको चाहिँ बायोमोलिक्युल्सबाट मेनली सोध्ने भनेको प्रोटिन, न्युक्लिक एसिड अनि आरएनए एन्ड डिएनए, जसमा चाहिँ मेन इम्पोर्टेन्ट भनेको चाहिँ डिफरेन्स बिट्विन आरएनए एन्ड डिएनए हुन्छ। यो चाहिँ मोस्ट अफ द टाइम सोधिरहेको हुन्छ 4 मार्क्समा। सो यसलाई चाहिँ अलिक बढी फोकस गर्ने एन्ड अरूलाई पनि हेर्न चाहिँ हेर्ने हो के, बट यो चाहिँ अलिक बढी इम्पोर्टेन्ट छ। यो चाहिँ धेरै जसो प्राय सोधिरहेको हुन्छ। एन्ड दोस्रो भनेको हाम्रो सेल बायोलोजी छ। ओके, सेल बायोलोजीमा चाहिँ यही च्याप्टरको है सेल बायोलोजीमा चाहिँ इम्पोर्टेन्ट भनेको डेफिनेसन, फन्डामेन्टल फिचर अनि एक्सपेक्टेसन सेल थियोरीको। ओके, इम्पोर्टेन्ट चाहिँ। अनि अर्को चाहिँ हाम्रो छ सेलुलर टोटिपोटेन्सी एन्ड स्टेवर्ट्स एक्सपेरिमेन्ट विथ इट्स फिगर, यो पनि इम्पोर्टेन्ट छ। ओके, अनि यसमा पनि मेनली इम्पोर्टेन्ट भनेको चाहिँ क्यारोट एक्सपेरिमेन्ट चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। ओके, योबाट चाहिँ सोध्न सक्छ 4 मार्क्सको। ओके, अनि डिफरेन्स बिट्विन भनेको छ हैन। अनि यसको चाहिँ डिफरेन्स बिट्विन यो चाहिँ एरो हो के, यो चाहिँ डाउन गरेको फेरि तिम्रो 1 मार्क्स सोध्छौ होला, यो चाहिँ एरो गरेको तल हो। अनि योहरू सोध्छौ के प्रोकार्योटिक एन्ड युक्यारोटिक अनि यासिआर एन्ड आरइआर, यो भनेको चाहिँ स्मुथ एन्डोप्लाज्मिक रेटिकुलम, यो चाहिँ रफ एन्डोप्लाज्मिक रेटिकुलम हो के फुल फर्म चाहिँ। अब यसबाट अलि अरू पनि थियो के म ठ्याक्कै बिर्सेँ। सो मेनली चाहिँ यहाँबाट सोध्ने भनेको चाहिँ मियोसिस एन्ड माइटोसिस सेल डिभिजन इम्पोर्टेन्ट छ र प्रोकार्योटिक एन्ड युक्यारोटिक सेल डिभिजन चाहिँ इम्पोर्टेन्ट छ। ओके, अनि यो पनि सोधिरहेको हुन्छ बट मेन प्रायः जस्तो चाहिँ यो दुईटाहरू सोध्छ। ओके, सो यो चाहिँ भयो। एन्ड अर्को चाहिँ अब यसको चाहिँ टाइप एन्ड स्ट्रक्चर एन्ड फङ्सन के को सोध्छ भन्दाखेरि यो च्याप्टरबाट माइटोकोन्ड्रियाको इम्पोर्टेन्ट छ हैन, प्लास्टिड गल्गी कम्प्लेक्स, न्युक्लियस, यिनीहरूको पनि सोधिरहेको हुन्छ बट प्रायः चाहिँ मेनली चाहिँ माइटोकोन्ड्रिया र एन्डोप्लाज्मिक रेटिकुलमको चाहिँ इम्पोर्टेन्ट छ। ओके, अनि त्यसपछि चाहिँ अर्को चाहिँ डिस्क्राइब विथ इट्स डायग्राम भनेको चाहिँ के को सोध्छ भन्दाखेरि मियोसिस, त्यो पनि फर्स्ट सेल डिभिजन्सको इम्पोर्टेन्ट हुन्छ र माइटोसिस सेल डिभिजनको इम्पोर्टेन्ट हुन्छ। ओके, मियोसिसको चाहिँ सेकेन्ड भन्दा फर्स्ट सेल डिभिजन चाहिँ बढी इम्पोर्टेन्ट हुन्छ। ओके, सो के च्याप्टर 2 हाम्रो रहेको छ फ्लोरल डाइभर्सिटी। एन्ड यसमा पनि मेनली चाहिँ हामीलाई प्राय सोध्ने भनेको फ्यामिलीबाट सोधिरहेको हुन्छ। त्यसमा पनि के सोध्छ भन्दाखेरि चाहिँ ब्रासिएसी र सोलिनेसी को चाहिँ मेनली इम्पोर्टेन्ट हुन्छ। ओके, अनि यो चाहिँ फेब्रिएसी र लिलिएसीको पनि चाहिँ कहिलेकाहीँ चाहिँ 4 मार्क्सको मा चाहिँ सोधिरहेको हुन्छ। सो ओभरअल भन्दाखेरि 4वटै इम्पोर्टेन्ट छ, 4वटैको हेर्ने हो के। यो फ्यामिलीमा चाहिँ क्वेसनहरू सोधिरहेको हुन्छ। ओके, एन्ड यसको कस्तो क्वेसन आउँछ त्यो त अब तिमीहरूलाई थाहा नै होला हैन। अनि छैन भने पनि कमेन्ट गर, म कमेन्टमा राखिदिन्छु नि। अनि अर्को चाहिँ यहाँबाट आउने भनेको सर्ट क्वेसनहरू सर्ट सोध्न सक्ने भनेको डिस्क्राइब 5 किङडम सिस्टम अफ क्लासिफिकेसन विथ इट्स मेरिट्स एन्ड लिमिटेसन भनेर सोध्न सक्छ। अनि अरू भनेको सिस्टमेटिक पोजिसन, भेजिटेटिभ स्ट्रक्चर, क्यारेक्टरिस्टिक फिचर अनि इकोनोमिकल इम्पोर्टेन्स अफ फङ्गी, लिचेन र एल्गीको सोध्न सक्छ। ओके, अनि अरू चाहिँ यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कि त यो फ्यामिलीको सोध्छ, यसबाट क्वेसन चाहिँ मेनली के सोधिरहेको हुन्छ भन्दाखेरि फ्यामिलीको सोध्छ, यो ब्रासिएसी, सोलेनेसी, फेब्रिएसी, लिलिएसी र नभए अरमा चाहिँ हाम्रो सोध्ने भनेको अरमा स्ट्रक्चर एन्ड रिप्रोडक्सन अफ स्पाइरोगाइरा अनि मार्केन्टिया र
ड्रायोपोटेन्स के भन्छन् है ठ्याक्कै थाहा भएन, तिमीहरूलाई थाहा होला, मैले यहाँ लेखिदिएछु, अलि स्पेलिङ मिस्टेक होला। मेनली चाहिँ स्ट्रक्चर एन्ड रिप्रोडक्सन अफ स्पाइरोगाइरा सँगै भएछ, स्पाइरोगाइरा अनि मार्केन्सिया भन्छन् कि मार्केन्टिया, अनि यो ड्रायोपोटेन्सको चाहिँ सोध्छ हो कि यो र यो चाहिँ अरमा आउँछ हो कि, फ्यामिली र स्ट्रक्चरवाला चाहिँ अरमा आउँछ हो कि 4 मार्क्समा। अनि च्याप्टर 3 मा रहेको छ हाम्रो इन्ट्रोडक्टरी माइक्रोबायोलोजी जो चाहिँ 3 मार्क्सको आउँछ। अनि त्यसमा पनि मेनली सोध्ने भनेको 3 मार्क्समा स्ट्रक्चर अफ ब्याक्टेरिया विथ इट्स फिगर सर्टमा सोध्न सक्छ। अनि पोइन्ट आउट एनिमेट एन्ड इनएनिमेट क्यारेक्टर्स अफ भाइरस भनेर सोध्न सक्छ। अनि जनरल क्यारेक्टरिस्टिक एन्ड स्ट्रक्चर अफ ब्याक्टेरियोफेज एन्ड इट्स इकोनोमिकल इम्पोर्टेन्स भनेर सोध्न सक्छ। अनि त्यसमा इम्पोर्टेन्ट त्यति नै हो। अनि यो चाहिँ च्याप्टर 4 इकोलोजी चाहिँ 6 मार्क्सको सोध्छ हो कि इकोलोजीबाट। सो यसमा चाहिँ मेनली इम्पोर्टेन्ट भनेको स्ट्रक्चर एन्ड फङ्सनल एस्पेक्ट्स अफ फरेस्ट एन्ड पोन्ड इकोसिस्टम। अनि यसमा पनि मेनली इम्पोर्टेन्ट चाहिँ फरेस्टको चाहिँ बढी इम्पोर्टेन्ट छ कि, र यो चाहिँ उस्तै हुन्छ होइन, पढ्दाखेरि तिमीले थाहा पाइहाल्छौ। मेनली सोध्ने भनेको स्ट्रक्चर एन्ड फङ्सनल एस्पेक्ट अफ फरेस्ट एन्ड पोन्ड इकोसिस्टम एकदमै इम्पोर्टेन्ट छ हो कि। अनि अर्को सोध्न सक्ने भनेको कार्बन एन्ड नाइट्रोजन फिक्सेसन साइकल भनेर सोध्छ। नाइट्रोजन चाहिँ अलिक गाह्रो नै छ, बट यो चाहिँ सोधिरहेको हुन्छ। अनि फङ्सनल एस्पेक्टमा चाहिँ फुड चेन, वेब चेन, इकोलोजिकल पिरामिड भनेर सोध्छ। यो चाहिँ 4 मार्क्समा चाहिँ सोध्न सक्छ हो कि, कहिलेकाहीँ सोधिरहेको हुन्छ, स्योर क्वेसन चाहिँ होइन भनौँ न। अनि इकोलोजिकल इम्ब्यालेन्सेस भनेर सोध्न सक्छ होइन, त्यसमा पनि त्यो भनेको चाहिँ ओजोन लेयर डिप्लिसन, एसिड रेन यस्तोहरूलाई भन्छ हो कि इकोलोजिकल इम्ब्यालेन्सेस भनेको। यसमा पनि सोध्ने भनेको कन्ट्रोल मेजर, कजेस अनि पोजिटिभ र नेगेटिभ कन्सिक्वेन्सेसहरू सोध्न सक्छ यसमा चाहिँ। अनि अर्को चाहिँ छ इकोलोजिकल एडेप्टेसन भनेर हो कि, योबाट पनि अब जेरोफाइटिक र एक्वाटिक प्लान्टको बारेमा चाहिँ सोध्न सक्छ। अनि अर्को च्याप्टर 5 रहेको छ भेजिटेसन, जो चाहिँ 1 मार्क्समा सोध्छ। यसमा चाहिँ मेनली सर्टमा सोध्न सक्छ हो कि कन्सेप्ट अफ इन्सिट्यु एन्ड एक्सिट्यु भनेर सोध्छ, या त्यसको डिफ्रेन्स बिट्विन सोध्न सक्छ 1 मार्क्समा, नभए एमसिक्यु पनि सोध्न सक्छ हो कि। अनि अर्को छ अब हाम्रो जुलोजी पार्टमा जाऊ कि, यो चाहिँ 38 मार्क्सको हुन्छ होइन। अनि अब यसमा चाहिँ फर्स्ट च्याप्टर हुन्छ हाम्रो इन्ट्रोडक्सन टु बायोलोजी भनेर, यसबाट चाहिँ यो चाहिँ 2 मार्क्सको हुन्छ। योबाट चाहिँ एमसिक्यु सोधिरहेको हुन्छ प्राय, अनि त्यस्तो क्वेसनहरू चाहिँ खासै सोधेको हुन्न होइन, प्राय चाहिँ एमसिक्यु नै सोध्छ। अर्को च्याप्टर भनेको हाम्रो इभोल्युसनरी बायोलोजी भनेर हो, जो चाहिँ 9 मार्क्सको हुन्छ हो कि। अनि यसमा चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ मिलर युरी एक्सपेरिमेन्ट हुन्छ, जो चाहिँ 4 मार्क्सको लागि एकदमै इम्पोर्टेन्ट छ। अनि अर्को भनेको चाहिँ ओपेरिन एन्ड हेलोडेन भनेर सोध्न सक्छ। अनि अर्को एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ यो डार्निजम र ल्यामार्किजम भनेर छ, जुन चाहिँ 8 मार्क्सको लागि एकदमै इम्पोर्टेन्ट छ, र यो चाहिँ धेरैचोटि सोधि पनि सकेको छ होइन। अनि 8 मार्क्सको लागि सोध्छ यो। अनि मेनली चाहिँ यो डार्निजम चाहिँ एकदमै इम्पोर्टेन्ट छ हो कि, मोस्ट इम्पोर्टेन्ट चाहिँ यो डार्निजम भनेर छ। सो यसलाई चाहिँ बढी फोकस गर्ने। अनि अर्को चाहिँ ऱ्यामापिटनियस टु मोडर्न म्यानको इभोल्युसन कसरी भएको भनेर यो सोध्न सक्छ। अनि यो चाहिँ मेनली अर्को चाहिँ इम्पोर्टेन्ट भनेको प्यालेन्टोलोजीको क्यारेक्टरिस्टिक सोध्न सक्छ। बट मेनली चाहिँ यो डार्निजम चाहिँ एकदमै इम्पोर्टेन्ट छ कि 8 मार्क्समा सोधिरहेको हुन्छ होइन, धेरैचोटि सोधिसकेको, सो त्यसलाई चाहिँ बढी फोकस गर्ने हो कि। अनि अर्को हाम्रो च्याप्टर 8 भनेको चाहिँ फाउनल डाइभर्सिटी छ, जुन चाहिँ एकदमै बढी मार्क्स, द्याट इज 19 मार्क्स कन्टेन्ट यसले कन्टेन्ट गर्छ हो कि। अनि यसबाट चाहिँ सोध्ने भनेको एलिमेन्ट्री क्यानल, डाइजेस्टिभ सिस्टम अनि एक्सक्रिटरी सिस्टम अफ अर्थवर्म र फ्रगको सोध्न सक्छ हो कि। यो चाहिँ 8 मार्क्समा सोध्ने स्योर क्वेसन हो होइन। अनि त्यसपछि 4 मार्क्समा चाहिँ अब उसको यसरी पनि क्वेसन बनाएर सोध्न सक्छ, जस्तै डिस्क्राइब द नर्भ रिङ अफ अर्थवर्म भनेर, अर्थवर्मको सर्टमा पनि 4 मार्क्समा कहिलेकाहीँ सोधिरहेको हुन्छ। अनि अर्को चाहिँ यिनीहरू यसबाट सोध्ने भनेको क्यारेक्टरिस्टिक अफ फाइलम पोरिफेरा र कोलेन्ट्रेटा। यिनीहरूको चाहिँ सिलेन्ट्रेटा पनि भन्छन् होइन, कोलेन्ट्रेटा पनि भन्छन्, जे भन्दा नि भयो। यिनीहरूको चाहिँ इम्पोर्टेन्ट छ हो कि, मेनली चाहिँ सोधिरहेको हुन्छ यिनीहरूको प्रायः जसो चाहिँ 4 मार्क्सको लागि। सो यो चाहिँ हेर्ने हो कि। अनि क्यारेक्टरिस्टिक सोधिरहेको हुन्छ यिनीहरूको चाहिँ। अनि अर्को चाहिँ वर्किङ मेकानिजम अफ फ्रग भनेर सोध्छ, यो पनि 8 मार्क्समा। यो र यो चाहिँ अरमा आउन सक्छ हो क्या, यो चाहिँ एलिमेन्ट्री क्यानल अफ अर्थवर्म एन्ड फ्रग, त्यो 8 मार्क्समा, या यो त्यो नभए त्यसको सट्टा अर भनेर वर्किङ मेकानिजम अफ फ्रग भनेर सोध्न सक्छ हो कि, वर्किङ मेकानिजम अफ फ्रग भनेर सोध्न सक्छ। अनि अर्को चाहिँ हाम्रो प्यारामिसियमबाट पनि सोध्न सक्छ, लाइक
वाट इज ट्रान्सभर्स बाइनरी फिजन अनि राइट इट्स प्रोसेस इन प्यारामेसियम भनेर सोध्न सक्छ। अनि अर्को चाहिँ लिभर सिचोगोनी भनेर सोध्न सक्छ। यसको पनि क्वेसन चाहिँ एक्सप्लेन द लिभर सिचोगोनी अफ प्लाज्मोडियम भाइभेक्स भनेर यसरी सोध्न सक्छ। ओके, एन्ड अर्को चाहिँ अब हाम्रो च्याप्टर 9 छ जो चाहिँ बायोटा र इन्भाइरोमेन्ट च्याप्टर हो, जसमा चाहिँ 6 मार्क्स यसले चाहिँ 6 मार्क्स कन्टेन गर्छ। ओके, अनि यसमा चाहिँ 2 मार्क्सको चाहिँ एमसीक्यू सोध्छ। देखिरहेछ कि नै यार फेरि? यसमा चाहिँ 2 मार्क्सको चाहिँ एमसीक्यू सोध्छ अनि 4 मार्क्सको चाहिँ एउटा सर्ट क्वेसन सोध्छ, जसमा के सोध्न सक्छ भन्दाखेरि चाहिँ एनिमल एडाप्टेसन विथ इट्स फिचर एन्ड टाइप्स भनेर सोध्न सक्छ, एनिमल बिहेभियर भनेर सोध्न सक्छ, रिल्याक्सेसन भनेर सोध्न सक्छ, यसमा पनि वाट इज रिल्याक्सेसन टाइप सोध्न सक्छ, अनि इन्भाइरोमेन्टल पोल्युसनबाट सोध्न सक्छ। ओके, एन्ड अर्को अब हाम्रो लास्ट च्याप्टर छ कन्जर्भेसन बायोलोजी, जो चाहिँ 2 मार्क्सको हुन्छ। ओके, अनि यसबाट चाहिँ मोस्टली आस्क गर्ने भनेको सोध्ने भनेको एमसीक्यू हो, जो पनि कहाँबाट सोध्छ त नेसनल पार्क, रेयर एनिमल, प्लान्ट्स, यिनीहरूबाट चाहिँ मेनली सोधिरहेको हुन्छ। ओके, भिडियो चाहिँ यतिसम्म मात्रै थियो। आई होप तिमीहरूलाई राम्रो लाग्यो होला। एन्ड अर्को कुरा के भन्दाखेरि म चाहिँ बायोलोजी स्टुडेन्ट होइन, मैले चाहिँ कम्प्युटर साइन्स लिएको होइन। सो मलाई चाहिँ बायोलोजीको बारेमा खासै चाहिँ भन्दा नि केही नै थाहा थिएन है। सो मैले चाहिँ डिफ्रेन्ट टेन्सेटहरू हेरेको होइन, पास्ट इयर क्वेसनहरू हेरेको डिफ्रेन्ट कलेजहरूको। सो त्यो सबै कुराहरू मिलाएर र आफ्नै कलेजको बायोलोजीको टपरसँग कुराहरू गरेर उसले कुन कुराहरू इम्पोर्टेन्ट छ त्यो सबै मिलाएर बनाएको भिडियो एन्ड डिफ्रेन्ट सोर्सहरूबाट नलेज पनि लिएको हो। ओके, युट्युब भयो अनि त्यहाँबाट चाहिँ अब नलेज नै लिएर यो भिडियो बनाएको। सो चाहिँ यो चाहिँ एकदमै फिजिक्स केमिस्ट्री यिनीहरू चाहिँ मैले एक्सपिरियन्स गरेको, बट यो चाहिँ एकदमै रिसर्च बेस्ड हो। सो योबाट पनि जति कुराहरू आउँछ त्यो मैले भनेको त्यो एकदमै इम्पोर्टेन्ट नै हुनेछ, बट यसलाई मात्रै फोकस गर्नु होला भनेर चाहिँ म भन्दैन होइन, किनकि मलाई आफै स्योर छैन कि यो सबै कुराहरू कन्फर्म आउँछ भनेर। बट जहाँसम्म मैले रिसर्च गरेँ यो कुराहरू चाहिँ एकदमै बढीचोटि सोधिएको र एकदमै इम्पोर्टेन्ट छ क्या, हरेक वर्ष चाहिँ सोधिरहेको हुन्छ, हरेक टर्ममा सोधिरहेको कुराहरू हो। सो भिडियो राम्रो लागेमा सब्सक्राइब गरेर जानु, लाइक गरेर जानु, एन्ड अब छिट्टै म्याथको बारेमा पनि आउनेछ।